Hello everyone, welcome to again my vlog and म चाहिँ यो vlog के को लागि बनाउँदैछु सो भिडियो हेरेर थाहा पाउनुहुनेछ। यो चाहिँ मैले माला उनेको पूजाको लागि हो हैन। अझै पूजाको vlog बनाउँछु है आज। चाहिँ चिया बनाउँदैछु बिहानै उठेर अनि मैले चिया बनाइसकेर थर्मसमा राखेँ। अनि म नुहाएर आएँ। बिहान यति धेरै जाडो थियो नि अनि म चाहिँ आगो ताप्दै चिया खाएँ। कस्तो तातो हो आगो। अनि एकछिन आगो तापेर आएपछि मैले पूजाहरूको भाँडाहरू माझ्यौँ हामी दुईजना भएर। मेरो हेल्पर चाहिँ उहाँ हुनुहुन्छ। अनि यता चाहिँ हेर्नुहोस्, यता चाहिँ उहाँ चाहिँ महारानी हो, यहाँको महारानी। त्यति सकेर फेरि मैले चिया बनाएर भान्जीहरूलाई दिएँ। उहाँलाई मैले चिया दिएँ। उहाँको रियाक्सन कस्तो लाग्यो तपाईँलाई? अनि उहाँ हुनुहुन्छ एकजना म्याम। यता चाहिँ मम्मीले तुलसीको मोठ वरिपरि लिप्नु भएछ अनि हामीले त्यहाँनिर कलर लगाइरहेको छौँ। वरिपरि फुलले वरिपरि रङ्गिन सङ्गिन बनाइरहेको छौँ। बनायौँ दुईजना मिलेर, सासू बुहारी मिलेर लगायौँ। हेर्नु त हामी लगाइरहेको छौँ। कलर लगाइसकेर आउँदा हाम्रो खाजा रेडी भएछ। यतापट्टि रेडी बनाएर बसाएँ मैले। यता पूजाको कामहरू सुरु हुन लागिसक्यो। पण्डितजी आइसक्नुभयो अनि यहाँ रेडी गर्नुहुँदैछ सामानहरू। यहाँ चाहिँ मम्मी सेलरोटीको लागि पिठो मुछ्नु हुँदैछ। यतातिर फलारहरू रेडी भइरहेछ। अनि काम सकेर म गएँ गेट रेडी विथ मी गरेर ड्रेस चेन्ज गर्न गएँ। रेडी भएर आएर मैले अचारको लागि यता तिल भुटिरहेको छु अनि यता अचारको लागि मटर पनि बसाइदिइसकेँ। मैले चाहिँ तिल भुटियो अरे यता कुट्न थालिसकेँ। म चाहिँ यता सब्जी काटिरहेको छु मैले रोबोटको स्टाइलमा। कस्तो खतरा काटिरहेको छु, कट टाइपले। आलु चाहिँ पाकिसक्यो। यता पनि सब्जी पाकिसकेछ आलु। अनि यता म सामानहरू रेडी गर्दैछु जङ्गीमा राख्नको लागि चामलहरू।
मैदाको हुँदैन यता आलु तासिँदैछ अचारको लागि। मम्मी एगेन चिया बनाउन थाली। म चाहिँ फेरि पनि मैले पनि चिया खाइदिएँ। काम गर्दा गर्दा गलिसकेको थिएँ, सो नक्कल पार्दै खाँदैछु चिया म चाहिँ। यता प्रसादको लागि भान्जी कोला काट्दैछन् अनि यहाँ चाहिँ पुरीको लागि पिठो रेडी हुँदैछ। अनि म अक्षता मोच्न थालेँ। यतातिर अक्षताको डिमान्ड आएपछि यता चाहिँ मम्मी सेलरोटी हाल्न लाग्नु भएको छ। यता चाहिँ हामीले सुन्छ चाहिँ पुरी बनाउन मलाई पिठो चलाइरहेको छौँ। यता चाहिँ अब बाबाले कुट्नुहुन्छ तिमीलाई। नचलाओस् नचलाओस् कुट्नुहुन्छ बाबाले। बाफ्रे तँ उचाल्न सक्ने? उचाल्न सक्छौ? ए कति कति डरी हौ त। यता पूजा चलिरहेको छ। पूजा सुरु भइसकेको छ। एन्ड लास्टमा मैले पनि रोटी ट्राई गरेँ। मलाई आउँछ कि आउँदैन होइन। मलाई त आउँदैन थियो, त्यही पनि मैले ट्राई गरेँ। Ao ya. Malai. Malai sini sa. Malai. Ah. Merah puputa. Lah. Aku ini ya. Kalau kita lain na. Udah jangan milih na. Udah jangan milih na. Udah jangan. भाइ जान आयो नि बस पहिले भयो अब घाम बसेर चकर हो आज अब
कहिलेको 10 रुपैयाँ मेरो छैन त के लियो यता भान्जीहरुको पार्टी चलिरहेछ करेन्ट पार्टी अनि मैले चाहिँ 12 बजे म चाहिँ खाना बनाएर गए खाइसक्नु आएछ खा मजाले खा ल बनाएर खा बाहारलाई चाहिँ दियोरी खाइसके अब यतातिर मैले लगिसकेँ कालिम्पोङ खाँदैछन् खाइसकेनौ छिटो खाऊ छिटो लडाइ गरी खाँदैछ देख्न सक्नुहुन्छ 1 बज्न लाग्यो तर पूजा सकिने नाम पनि लिएको छैन सो यतातिर पूजा भइरहेछ सब्जी बनाउन लागेको पूजा सकिने लाग्यो एउटा चिसो खाना अब सब्जी बनाउन लागेको प्याज आलु छ कोपी यो कोपी बनाउने हो अहिले चाहिँ अहिले घर छ घुम्नु होइन गुरु धुप मात्रै हाल्ने यतिको रातो भएन नि के बनाउनु सेतो रोटी त के खान्छ ठिक्क खायो ल ठिक छ लु भयो तिमीहरू खाऊ लु काँचै म निकाल्दिन्छु काँचै निकाल्दिनु होइन त्यति अब निकाल्दिहाल्नु यस्तो होला हुन्छ राम भयो हाल्न अलिक फुटान मैले सब्जी अचार सबै बनाइसकेपछि यति गरिसकेपछि हाम्रो पाती चढाउने टाइम भइसकेको छ अनि हामी सम्पूर्ण परिवार नमन गरेर पाती चढाइसकेपछि हाम्रो पूजा समाप्त भएको छ एन्ड हामी यहाँ टीका लगाउने कार्यक्रम सुरु भयो सबैजना टीका लगाइसकेपछि पूजा द एन्ड यता नानी टिकी लाउँदैछिन् हाम्रो सुनिसा चाहिँ यता हेर्न सक्नुहोस् हाम्रो पूजा सकिसक्यो हामी टीका पनि लगाइसक्यौँ अब हामी खानेकुरा खाने प्रसादहरू पनि खाइसक्यौँ हामीले अब हामी खाने सबै खानेकुराहरू अनि यो त पूजामा जाँदै नि चाहिँ पैसा लाग्दै रहेछ त अनि पूजा सकिसक्दा यति धेरै भोक लागेको थियो 3 नै बजिसकेको थियो त्यही भएर हामीले चाहिँ तातो भात खाइहाल्यौँ
एन्ड सबैजनाले बसेर खाना थाल्नुभयो थ्याङ्क्स फर वाचिङ गाइस बाई बाई यस्तै बुढी पर्यो भने के गर्नु र के पर्छ म जस्तो ओन्ली वान पिस म जस्तो पाउनु त भाग्य चाहिँ 7 जन्म तपस गरेर आए पनि तैँले म जस्तो पाउँदैन किनभने म त अरूको भइसकेँ अब